सधैँ दुःखका गीत गाउने म एउटा गायक तपाईमा आज मैले अलिकति रमाइलो गीत गाउँछु। मैले गाएको त्यो सालै जो गीत तपाईँ माझमा राख्छु। यदि कसैलाई नाच्न मन लाग्यो भने नाच्दिनु होला, तर तपाईहरुको ताली चाहिँ मलाई गीत सँगसँगै चाहिन्छ। जति माया गर्नुभएको छ यसरी नै सधैँभरि म तपाईहरुको मायाको अपेक्षा गर्छु। यति भन्दै सम्पूर्ण पत्रकार मित्रहरू, सम्पूर्ण मिडियाकर्मी साथीहरू सबैलाई सम्झिँदै प्राविधिक मित्रलाई मेरो ट्र्याक प्ले गरिदिनका लागि आग्रह गर्छु। सालै जो लेखेको छ ट्र्याक प्ले गरिदिनुहोस्।
थ्याङ्क यू भेरी मच। धेरै धेरै धन्यवाद छ। मेरो भर्खरै एउटा बजारमा नयाँ गीत आएको छ फरक भन्ने। त्यो गीत चाहिँ धेरैले मन पराइदिनु भएको छ र म आशावादी छु अझै मन पराइदिनु हुनेछ। मान्छे तिम्रो मानि आए मेरो मानि आए फरक यति भयो तिमीलाई डोली लिएर मलाई पिताम्बर लिएर। यो गीत बजारमा छ। मैले आत्महत्या गरेको अभिनय गरेको छु। हेरिसक्नु पनि भयो होला र हेरिदिनु होला। एउटा रिक्वेस्ट गर्न चाहे थोरै, म राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले गरेको 4थो राष्ट्रिय लोकदोहोरी अवार्डको उत्कृष्ट 5 गायकमा परेको छु। सायद कतिलाई थाहा पनि होला र थाहा छैन भने म 2वटा विधामा परेको थिएँ, एउटा गायक र एउटा शब्द सङ्कलक भनेर। तपाईँहरूले मलाई जसरी हुन्छ जति धेरै माया गर्नुभएको छ त्यसरी नै एक भोट भए पनि भोट गरेर मलाई जिताउनुहुनेछ। त्यो अवार्ड गायकको अवार्ड जिताउनुहुन्छ भने मलाई आशा छ। यसपालिको त्यो गायकको अवार्ड मैले पाइरहँदा तपाईँहरूले त्यो टेलिभिजनको पर्दामा हेर्न पाउनुहुनेछ। त्यसका लागि मलाई तपाईँको मोबाइलको म्यासेज बक्समा गएर LDA लेखेर एक स्पेस छोडेपछि फेरि मेरो कोड नम्बर लेख्नुहोस् 1C लेख्नुहोस् अनि त्यसलाई 8687 8687 मा सेन्ड गरिदिनुहोस्। त्यस पछाडि त्यो भोटले मेरो विजय हुनेछ। यो अनुरोधसँगै मेरो प्रस्तुति यही सकियो। तपाईँ माझबाट बिदा चाहे। एउटा भन्नेहरू यहाँ धेरै हुनुहुन्छ तर यहाँ धेरै कलाकार हुनुहुन्छ। त्यसले गर्दा त्यो तपाईँहरूको इच्छा म अर्कोचोटि पुरा गर्नेछु। यति भन्दै तपाईँहरूको अन्तिम तालीको अपेक्षा गर्दै म बिदा चाहे। एकचोटि सबैले ताली बजाएर बिदा दिनु होला। धन्यवाद छ।